नमस्ते गाइज, म गीता श्रेष्ठ युट्युब च्यानलमा हजुरहरूलाई स्वागत छ। कन्टेन्ट रिमिक्स इटहरी माइली च्यानलमा हजुरहरूलाई स्वागत छ। र आज म चाहिँ हजुरहरूलाई मैले दिनभरि मागेर कति कमाइछु भनेर पैसा देखाउन गइरहेको छु। के गर्नु हजुरहरू, काम गर्न जाँदा पनि कसैले काम लाउँदैनन्, बुढी भएको काम गर्न सक्दैनन् भनेर काम पनि दिँदैनन्। भाडा माग्छु नि त, भाडा मागिदिन्छु तपाईँहरू भने होटेलमा जाँदैनले के काम गर्न सक्छ, बुढी मान्छेले भन्छन् कामै ल्याउँदैनन्। त्यही भएर छोराछोरी त पाल्नु पर्यो। अनि दिनभरि घुमेर कमाएको पैसा, दिनभरि 5 रुपियाँ गरेर कमाएको पैसा कति भएछ, खाना त पर्यो नि हजुरहरू। बाँच्ने बाटो आदर गर्नु पर्यो। कसैले राम्रो मुखले पनि दिँदैनन्, कसैले त माया गर्छन् दिन्छन्, कसै त वचन लाएर दिन्छन्। त्यही पनि के गर्नु, वचन सर भए पनि ल्याउनु पर्यो। नानीहरू छन्, पाल्नु पर्यो। नानीहरू पढाउनु त सकिनँ, पढाउनु नसके पनि जन्म दिएपछि त हुर्काउनु त पर्यो, पाल्नु पर्यो। त्यही भएर पाल्नु पोषण गर्नको लागि पनि होइन, सानो नानीहरू पनि सानै छन्। धेरै वर्षपछि बिहा गरेको साथीहरू 26 वर्षमा बिहा गरेको, अहिले 60 वर्ष भए। अनि बिहा गरेपछि 30 वर्षमा छोराछोरी जन्माएको, 2टा छोरा छ। फर्किनु टाइम लाग्यो, त्यही भएर तिनीहरूलाई पाल्नु पर्यो। पढाउनु सकिनँ, पढाउनु नसके पनि पाल्नको लागि पनि यसरी कमाइ गर्नुपर्छ। श्रीमानको पनि ढाडको अपरेसन गरेको छ, मिरिनु मिल्दैन। अनि केही गर्ने बाटो छैन, काम पनि लाउँदैनन् कसैले। गाइस कहीँ खोज्दा पनि कामहरू पनि दिँदैनन्, गर्न सक्दैन। स्कुल कलेजतिर जाँदा पनि सरहरूले पनि दिँदैनन्, बुढी मान्छे भनेर। अनि एक टुक्री जम्मा गरेर कति कमाइछु, अनि यही कमाइछु। अनि कमाएर कति भएछ भनेर गर्दैछु। दिनभरिको कमाइ गाई यसरी छैन त, मोबाइल हराएछ। दिनभरिको कमाइ यो साथीहरू। त्यही त कसले लगाएको छैन, कालो थियो पछाडि, पछाडि कालो थियो, छैन। अहिले मैले खोजेँ, छैन। कति भएछ गर्नु पर्यो, 5, 10, 15, 20 गरेर। सिठी लाग्यो त्यति छिटै, जोड्नु पर्यो। कति रहेछ, 5 रुपियाँ छ, 5 रुपियाँ गरेर बटुल्नु पर्यो। एउटा राम्रो मोबाइल पनि किन्न नसकेर, यही पनि भाइले नानीले दिएको मोबाइल, अनि केही चल्दैन, किन्न सकिँदैन। कहिले धनी हुनु सपनामा पनि कहिले राम्रो मोबाइल खेलाउनु पाइँदैन, राम्रो घरमा चढ्नु बस्नु पनि पाइँदैन। बिहेबार नभए सपनामा त ठुलो धनी घरमा बसाइदिनु, राम्रो मोबाइल खेलाउनु दिनु, रहर त पुग्थ्यो। के गर्नु गाई, गरिब हुनु, दुःख पाउनु पनि साह्रै रहेछन्। अहिले सबै आफन्तसँग म आफै पर भएर बसिरहेछु। आमा बाउ हुन्जेल पो छोरीलाई आमा बाउ हुन्जेल जति नै दुःख पाए जस्तै गरिब भए पनि बाउलाई माया लाग्छन्। लाटो लङ्गडो खोरन्द्रो आँखा नदेख्ने बहिरो जे भए पनि आफ्नो आमालाई त आफ्नो बाउलाई सन्तानलाई त आफ्नो सन्तानको माया हुन्छ। तर तिनै कुखबाट जन्मेको दिदी बहिनी दाजुभाइ आफन्त नातागोता सब पर हुन्छ। गाई अर्का घर गएपछि, बिहा भएपछि एउटै घरमा बस्दा पो बाजी जुजी गर्दा पनि बोलिन्छ, एकैछिन माया हुन्छ बोलिन्छ। तर बिहा भएर पर गइसकेपछि एउटै दिदी बहिनी, एउटै दाजुभाइ, एउटै सन्तान पर हुँदो रहेछ। आउँदा पनि नआए यस्तो हुन्थ्यो भन्ने हुँदो रहेछ, बोल्दा पनि नदेख्नु पाए हुन्छ जस्तो गर्दो रहेछन्, हुँदो रहेछ आफै साथीहरू। अनि दिनभरि मागेर यति छ, 2 दिन कमाएको, त्यही पनि 2 दिनमा ऋण तिर्नु छ। अस्ति हेर्न बिरामीबाटै हात काटिरहेछ यसरी, यही यस्तो हात काटेको छ। यहाँ सबै जलेको छ, यहाँनिर गाई यसरी जलेको छ।
हेर्नु नै तातो तेल नअर्काएको भाँडामा त्यो चिया खाजा खानको लागि यसै चालिरहेछु। अब कति रहेछ म साथीहरूलाई देखाउँछु है त। यसले चामल किनेर ल्याएर अघि 2 केजी चामल ल्याएँ, 1 पाउ दाल ल्याएँ। अब यसले 2 केजी 3 केजी चामल आइदियो भने थियो 20, 30, 40, 50, 60, 70, 80, 90, 100, 10, 20, 30, 40, 50, 60, 70, 80, 90, 100, 20, 30, 40, 50, 60, 70, 80, 90, 100, 320, 30, 40, 50, 60, 70, 80, 90, 100, 300, 410, 20, 30, 40, 50, 60, 70, 80, 90, 100, 10, 20, 30, 40, 50, 40, 440 रहेछ साथीहरू। अब यसले नानीलाई लुगा किनिदिनु पर्ने, लुगा त आउँदैन होला, एउटा कट्टु किनिदिनु पर्यो, फाटिरहेछ। अनि दबाई गर्नु छ। 3 दिनको कमाइ हो, हिजोको आजको दिनको 150 दिन्छन्। त्यही पनि काहीँ त माग्नु हेरिरहेको छन् अनि गाली गर्छन्। काम गरेर खानु नि, हात खुट्टा छ, लाटो खोर्न कानोलाई पो दिने हो त भन्छन्। म पनि त्यस्तै भन्थेँ होला, तर लाटो खोर्न कानो जे भए पनि काम अब बिर्दा हुँदै गएपछि काम लाउँदैन रहेछन्, दिँदैन रहेछन्, गर्नु सक्दैन भनेर वचन सक्दै भए पनि रुँदै आँसु बगाएर झार्दै भए पनि कमाउनुपर्छ गाइस। यसरी यदि भए पनि साँचेर राख्छु, आधी पेट खाएर लुगा किन्नुपर्छ। पैसालो पनि च्यातेको छ। यो पनि अर्काले यस्तो दिएको होइन, दिएको लुगा लगाएको गाइस। कहाँदेखि हेरिदिन्छ, कोही ठाउँदेखि हेर्दै हुन्छ। सपोर्ट गरिदिनु होला, मलाई पनि अगाडि बढाइदिनु होला। लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला। हेर्न बिमारी हड्डी बढेर यहाँनिर यसरी लडेर तपाईँको पनि पैसा पनि छैन अनि यस्तो हड्डी लड्यो, एक पाट यस्तो भएछ। यहाँ खुट्टामा नि हेर्नु न गाइस, काम गर्नु पनि सक्दिनँ, यत्रो भएछ खुट्टाको जोड्दिएको हड्डी खुस्केर। हेर्नु नि यहाँ गाइस, हेर्नु नि जोड्दिएको हड्डी खुट्टा यस्तो भएछ। यहाँभित्रको जोड्दिएको हड्डीसँग त यता जान्छ, यता आउँछ, यत्रो भएछ हड्डी खुस्केर। सास फेर्नु भनेपछि यहाँ सुन्नेर दुखेर गाइस, यता दुखिरहेछ। हातहरू सब यस्तो भएर अपरेसन गर्नुपर्छ भनेको छ, पैसा छैन, त्यही भएर नगरेको। एउटा आँखा पनि देख्दिनँ, मोतीबिन्दु पऱ्यो यतापट्टि पुरै भएछ, यतापट्टि अलिअलि देख्छु। 2 वर्ष आँखा मोतीबिन्दु गर्नु अपरेसन गर्नुपर्छ भनेको। बिमारी हुन्छु, फेरि गर्छु, पैसा हुँदैन। 4000 लाग्छ अरे बिमामा गर्दा पनि, बटुल्नै सकिनँ। अनि घाँटी पनि दुखिरहेछ, हात पनि यस्तो भएछ, खुट्टाहरू पनि सुन्नेर यत्रो भएछ खुट्टाहरू पनि गाइस। यस्तो सबै निलै निलो यस्तो भएछ यस्तो गाइस।